Sakki Goni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. Sakki Goni? किन होला कुन्नी? धेरै भयो नभेटेको पनि, त्यही भएर भेट्नलाई। मुया बुच्चु मु रुपीको याद आयो त कलवालाई। तराई झरे भयो नि त। तराई? रामभजन मिज्यू मुन्नी लिएर तराई झर्नु भयो। तराई झर्नु अघि एकचोटि पनि भेटिनु, फोन पनि गरिनौ है मुन्नी। कलुवाको खेल खत्तम भयो। मुन्नी मुन्नी जहाँ पनि छिटो आउनु मुन्नी। मुन्नी साग्लो बरु मेरो मुन्नीलाई जहाँबाट जसरी भए पनि ल्याइदिनु पर्यो। लागिरहेछ पुच्छारो। पागल प्रेमीहरूको चाहिँ बिगबिगी नै भयो क्या नेपालमा। नाम के हो? छोटी हो। प्यारा। प्यारा? साथमा यात्रा गरेर आइपुगे आज यहाँसम्म। तिम्रो साथमा यात्रा गरेर
बाजेको घर होइन छोटे तमी पाउन आकी पाउने होइन प म त धतुरे बाकी छोरी हौ प्यारा काला गए गोरा सुईको पाइछस् तो स्यालले छोटी त भित्र गइहाल त कलवालाई त मुनो मारिका छोटी तिम्रो नाम के हो छोटी हो प्यारा यार ज्योतिषज्यू के छ के भन्छ हस्तरे खोले मलाई उँभो लाउँछिन् त नर्बदाले के हो कुरो नर्बदा भनेपछि तेस्री कहाँबाट हुनु तेस्री यी के त हित चढ्दै गरेको पोथी यिनको नाम नर्बदा पोथीबाट त तपाईँलाई उत्पातै राम्रो हुने देखिन्छ काकालाई पोथी र थोती चाहिँ साह्रै फाप्छ मलाई थोती हाँसेको र पोथी बासेको फिटिक्कै मन पर्दैन। सिजन 3 को पहिलो मुक्का हो यो। अरु कति खान्छस् हिसाब गर्दै गर्नु। चन्द्रे ए ज्योतिष हेरौँ त हेरौँ मलाई यो नर्बदाले कहाँ पुर्याउलिन्छ। यो कालो पोथीले तपाईलाई धेरै माथि पुर्याउँछ। हो रहेछ गुरु, तपाईले भनेको त ठ्याक्कै मिलो। अब पाँडेजीको रेखामा त्यही देखाएको थियो। पोथीको हात हेरे भए अर्कै हुन्थ्यो कुरो। ओइ मेरो नर्बदालाई छोड। ओइ ओइ छोड छोड बन्या। ओइ डाउन न। ओइ 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 छोड दे मेरो नर्बदा। आया पोथी। यो बाज यति शक्तिशाली र अलौकिक छ कि यसले कुखुरा, हाँस, भेडा मात्रै होइन मान्छेलाई पनि उठाउन सक्छ र यो तीव्र गतिमा उड्ने पनि गर्छ। तमाम हदा खुश हबीबी माशाल्लाह। ए है अनि के त भन्दाखेरि आखिरमा हो नि त यति भएपछि आफूलाई जे खान मन लाग्यो त्यही खान पाइएन त। बादले टिपेर ल्याइहाल्छ।
انت والله زين حبيبي زين حبيبي حبيبي आज पनि यसले कुञ्चेको कुखुरो टिपेर ल्याइसकेछ तिम्रो नाटकै बढ्ता भयो ए बाउ होइन यो बाँस तिमीले ल्याउनु चाहिँ कहाँबाट ल्यायो ये है हाँ दुबईबाट लिएर आएको नि उता दुबईमा हुँदाखेरि शेखको प्यालेसमा गार्डको जागिर थियो मेरो ड्युटीबाट खुसी भएर शेखले मलाई सुनको लौरो बक्सिस दिन खोजेका थिए के त भन्दाखेरि आखिरमा हो नि सुनको लौरोले त बाणलाई के हिर्काउनु भनेर बाज मागेर लिएर आएको ए गाउँभरिका दुनियाँका कुखुरा टिपेर ल्याउने यो बाँझ यसले चाहिँ आज मेरो कुटा खाने भयो नि त ए बातसँग कहिल्यै नबाज्नु सकिगयो नि Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. सकिगयो नि आत्ति नपर्ने त छैन अब मैले लेखेको एक दुईवटा टेस्ट गर्नुहोस् सब ठिक हुन्छ है त के भएको उहाँलाई उहाँको बाजले कुखुरी टपक्कै लगेछ कुखुरी फुत्काउनलाई कराउँदै हिँडेछन् आकाशतिर फर्केर तल दौडिँदाखेरि रुखमा ड्याममै ठोकिएर बेहोस भएका अहिलेसम्म होसाको छैन अब के भएको हो भन्ने कुरा त डाक्टर साहबले यसो चेक जाँच गरेर हामीलाई भन्न पर्यो नि भित्री चोट हुनसक्छ उहाँको होलबडी चेकअप गराउनुपर्छ म 2-4 वटा टेस्ट लेखिदिन्छु यो लगेर काउन्टरमा बिल तिरेर चेक जाँच गराउनुहोस् डाक्टर साहब पैसा भने बिस्तारै पेमेन्ट गरौँला न डाक्टर साहब बिरामी बेहोस छ अहिले उपचार चाहिँ तुरुन्तै सुरु गरिहाल्नु न एउटा मानवता भन्ने पनि त हुन्छ नि डाक्टर साहब नर्मदा 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 पोथी कहाँ लगेर लुछ्यो नि बाज डाम्नुले ए होइन काम अहिलेसम्म त खुब बाघलाई गाली गर्दैछस् त अहिले त खुब मुख मिठाउँदै खाइरहेछस् त मासु त मिठो भइहाल्छ नि तर उता यो कुखुरो हराउनेको पो मुख अलिकति नमिठो भइरहेछ होला है बस्दा बस्दा दिक्क लागिसक्यो रिपोर्ट सिपोर्ट पनि आउँदैन
राम राम होइन यो के हो? यो सबै उहाँको रिपोर्ट हो। यो सिटी स्क्यानको रिपोर्ट, यो एमआरआई को रिपोर्ट, यो मुटुको रिपोर्ट, यो चाहिँ फिओको रिपोर्ट। अनि खराबी चाहिँ के रहेछ त? के आयो रिपोर्टमा? उहाँको सबै रिपोर्ट नर्मल छ। टाउकोमा लाउने घाउको लागि एउटा मलम लेखिदिन्छु। राति जिउ दुख्यो भने पेनकिलर खुवाउनु होला है त। अनि तपाईँ बिल तिरेर घर जान सक्नुहुन्छ है त। ज्यान त मेरो वज्र हो नि, केही भएकै छैन नि। जेठान तल गएर बिल तिरेर आउनुहोस् त, जानुहोस्। ए जयन्ते, जा त जेठानसँगै बिल तिर्न साथी गइदे जा। हिँडै जामादूत, कति चाहिँ दुःख दिन्छन् भने नि यी ज्वाइँले दिन पनि। पूर्व जन्मका साउने के चाहिँ चेक गरेछन् त यो? फियोको होला। फियो ठिक छ मेरो। सुन्नुहोस् त, हाम्रो बिरामीलाई घर लाँदा हुन्छ भन्नुभयो डाक्टर साहबले। बिल कति भएछ हेरिदिन्न है। तपाईँको बिरामीको नाम? नरनारायण पाण्डे शर्मा शास्त्री। ए जयन्ते, तैँसँग होला नि 200-400 जति त, तिर त। मसँग त कसरी हुनु र पैसो? ल यो सानो तिनो पैसा मै तिरिराखौँला, पछि मिलाउला। आफ्नै ज्वाइँ हुन् क्यारे। तपाईँको बिरामीको जम्मा 2,37,350 भएको छ। कति? 2,37,350। राम 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 राम, के सुन्न पर्यो नि? सेक्युरिटी, सेक्युरिटी। लुआई, म त आज जाँदैछु। तपाईँहरू कहिले जाने हो घर? यो अस्पताल भन्ने ठाउँ चाहिँ धेरै दिन बस्ने ठाउँ होइन है। मेरी आमै नि लौ न, के भयो यसलाई? तल काउन्टरमा ढल्नु भएको थियो। डाक्टरले उहाँको मस्तिष्क घातको शङ्का गर्नुभएको छ। उहाँको के चेक गर्ने भनेर तल डाक्टरहरू मिटिङमा बस्नु भएको छ। जयन्ते, ए जयन्ते, जयन्ते उठ्न, उठ। के भयो ए एक्कासी तँलाई? तिम्रो उपचारको बिल सुनेर 81 ढलेछु नि काका म त। हो र? कति आएछ बिल? 2,37,350। म ढल्छु, म त्यसै ढल्छु। वज्र हो नि त म। मेरी आमै नि 2,37,350 पो बिल। जयन्ती, अब हामीले जम्मा जम्मी 5 लाख तिर्नु पर्ला जस्तो छ, बुझिस? 5 लाख? 5 लाख चाहिँ कसरी नि काका? अब ढलेपछि होस आए पनि नआए पनि सबै चेक जाँच गरिहाल्दा रहेछन्। तँलाई पनि मस्तिष्क घात भएको शङ्का गरेर तल डाक्टरहरू मिटिङ गर्दैछन् रे। अब तँलाई पनि त्यो टोड्को भित्र छिराउँदा, अनेक रगतहरू तान्दा 1 डोको जति रिपोर्ट आइहाल्छ। 5 लाख त पुगिहाल्छ नि। जयन्ते, हाम्रो त्यो झुप्रो बेच्दा 5 लाख त आउला नि है? आयो। लौ है,
भागेर मर्यो ए ड्याम्नु त खोइ त त्यो अघि ल्याएको बिरामी ए त्यो बिरामी त्यसलाई त मैले यसो चेक जाँच गरेको सबै रिपोर्टहरू ठिकै आयो त्यही भएर मैले त डिस्चार्ज गरिदिएँ सकिगयो नि Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibonate and Godrej Expert Hair Color. सकिगयो नि सर हजुर त यो अस्पतालको प्रमुख अरे लौन हजुर म घरै जान पाइनँ भने मलाई घर जान दिनु पर्यो तपाईँ घर जान पाइहाल्नुहुन्छ नि अनि पैसा तिर्नुभयो पैसा अलि ठुलै बिल आयो सर म यहाँबाट घर जान पाएँ भनेदेखि चाहिँ यसो यताउति चाँजो पाँजो मिलाउँथे कि भनेर हजुर मिल्दैन पैसा नतिरिकन त मिल्दैन पहिला यहाँको सबै बिल पेमेन्ट गर्नुहोस् त्यसपछि मैले यहाँ तपाईँलाई राख्नुपर्ने केही कारणै छैन पैसा नतिरिकन चाहिँ मिल्दैन हेर्नुहोस् ए बाजे तपाईँ त आज घर जाने भन्नुहुन्थ्यो अझै यही हुनुहुँदो रहेछ निको भइसकेको होइन र ए दिदी तिमी भरममा रहेछौ यो अस्पताल भनेको चाहिँ निको नभएका मान्छे मात्रै बस्ने ठाउँ चाहिँ होइन रहेछ निको भइसकेका पनि बस्दा रहेछन् जस्तै म आत्तिनु पर्दैन सबै कुरा सुधार हुँदैछ बिस्तारै ठिक हुन्छ है त डाक्टर लु न म घर जानु पर्यो के मेरो मिलेन भने जानुहोस् न त हामीले त डिस्चार्ज गरिसकेका छौँ बिल तिर्नुहोस् जानुहोस् परियो बन्दकमा परियो उपाय नास्ति कहाँबाट ल्याउनु त्यत्रो पैसो हेलो बुढा के भन्छ त अस्पतालले घर आउन दिँदैन अरे ए घर आउन दिएको भए त म आइहाल्थेँ नि रहरले बसेको हो र म यहाँ पैसा पनि अलि उठेन छ कहाँबाट ल्याएर तिर्नु त्यत्रो पैसा अब किडनी बेचेर ल्याएर तिर्नु हुन्थ्यो एउटा किडनी पहिले बेचिहालियो खै के गर्ने अनि भोलिको श्राद्ध यहाँ आफ्नै श्राद्ध होला जस्तो भइसक्यो के को श्राद्ध अब यो पालिको श्राद्ध चाहिँ बन्दकमा पर्यो त्यसो भनेर हुन्छ नि त्यसै त यहाँ पितृ रिसाएर यस्तो अनिष्ट भइरहेछ अनि फलफुल चाहिँ ल्याउनु भएन फलफुल पनि चाहिने चन्द्रु फलफुल ल्याइनौ यति त बल्ल जुटाइ पैसा नभएको बेला कहाँबाट ल्याउनु नि तर यो कुरा कसैलाई नभन्नु नि फेरि गुरु फलफुल चाहिने नै हो चाहिन्छ फलफुल त चाहिन्छ फलफुल त छँदैछ नि
फलफुल त यहाँ नानुलाई भेट्न आउने मान्छेले ल्याएको छ नि, होइन बहिनी? फलफुल आयो ल। ए भाइ, गाईको बाछी लिएर कता? माथि सराध्य भइरहेछ नि त। यसपालिको सराध्य चाहिँ गौदान सहितको सराध्य हो रे नि त। त्यही भएर गाईको बाछो लिएर आएको। अस्पतालमै सराध्य? अनि काका अस्पतालको पैसो तिर्न नसकेर माथि बन्धक भएछन् नि त। कहाँ गर्नु त सराध्य? आयु प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिता। ओम ब्रह्मा त्रिपन्दां, ओ विष्णुस्त्रिपन्दां, रुद्रा त्रिपन्दां, प्रजापतिस्त्रिपन्दां, देवस्त्रिपन्दां, छन्दस्त्रिपन्दां। ठ्याक्कै गौदान गर्ने पनि बेला हुन लागिसकेको थियो। जयन्तीले बाछी लिएर आइपुग्यो ल। जयन्ती, तँ एकछिन बाछीलाई त्यहीँ लिएर उभिया है। के गरेको बाजे हो? लौ, देख्नु भएन श्राद्ध गरेको नि। अनि यो श्राद्ध गर्ने ठाउँ हो? श्राद्ध गर्ने ठाउँ होइन यो अस्पताल, त्यो कुरो मलाई थाहा छ। तर श्राद्ध गर्ने ठाउँमा जानै पाइएन। उपचार गरेको बिल तिर्न नसकेर बन्डकमा परेको कुरो त हजुरलाई थाहा छँदैछ। अनि यहाँ श्राद्ध नगरेर कहाँ गर्नु त? उसै त मान्छेको यहाँ पितृ रिसाएर बितण्डा भइराखेको छ। नर्बदालाई बाजले लिएर जानु, म गएर रुखमा ठोकिनु, अस्पतालमा यहाँ यत्रो बिल उठ्नु, यो सबै पितृ रिसाएर त हो नि। हेर्नुहोस् डाक्टर, म पितृलाई रिसाउन दिने पक्षमा त छँदै छैन है। होइन, हस्पिटलभित्र त शङ्ख घन्टीको बच्छ त। होइन, के गरे यो? तेरिका, कतिजनालाई भन्नु हो मैले? श्राद्ध गरेको हो श्राद्ध। तर हाकिम साहब, तपाईँसँग चाहिँ म रिसाएको छु है। यही तपाईँकै अस्पतालमा श्राद्ध भइराखेको छ, आउनु ओर्नु छैन। तपाईँ त मान्छे थेत्तरो रहेछ है। थेतरो त तपाईँ हो। हस्पिटलमा आएर सबलाई डिस्टर्ब गरेछ, गाईको बाछी लिएर आएछ, श्राद्ध गरेछ। होइन, के गरौँ म तपाईँलाई? केही गर्नै पर्दैन नि। श्राद्ध सकियो, थपक्कन पिण्ड सेलाउन जाउँ न। खोलो कता छ? एक्लै पिण्ड सेलाउन पठाउँ भाग्ला भन्ने डर। उपचार गरेको पैसै तिरेको छैन। अब पिण्डै सेलाउन कसरी नपठाउनु? यसरी पछि पछि लाग्नुको विकल्पै छैन। त्यही त।